बजेट फ्रेन्डली लुब्रिकेन्ट हाल्नु पर्ने थियो। कहिले कहिले झनक्क रिस उठ्छ, कन्ट्रोल गरेर बसेर भए पनि सहेर बस्नु पनि पर्छ। फेरि कस्टमर भगवान् हो भन्दै एरिया यो एरिया यस्तो दामी बबाल लाग्छ कि टोन्डो स्काई लाइट प्राइभेट लिमिटेडको चेक रिसिभ गरिसकेको छु मैले। हेतेरिका पानी परेर ओट लाग्नु पर्यो। अब कतिखेर पानी रोकिने हो, कतिखेर म जाने हो, कतिखेर गएर फेरि आउने हो। खाजा खाउँ भनेर बसेको पसलमा कोही नि आइदिएन। कोही जान लाग्यो, पानी परिदियो यार, पानी परेर त नभएर यहाँसम्म त खाजा खाना मात्र आएको जस्तो मात्र भयो। ह्याप्पी बर्थडे, थ्याङ्क यू भन्नु न, त्यति त भन्नु। ह्याप्पी बर्थडेको शुभकामना, बर्थडेको शुभकामना, बर्थडेको शुभकामना। सो हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो अर्को नयाँ भ्लगमा। सुरु सो आज मेरो भयो, त्यही भएर बोल्दैछु। फर्फिङ जाँदैछु, फर्फिङमा काम छ। भर्खर उठेर खानासाना खाएँ, अलिकति ह्यान्डसम भएर गयो भनेर मात्र हो। सो भिडियोमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला है त। ढिलो भयो यार, यही हो हाम्रो मिडल क्लासको, यस्तै हो लाइफ। सो मेरो बाइकमा लुब्रिकेन्ट मतलब अब हाम्रो बजेट फ्रेन्डली लुब्रिकेन्ट हाल्नु पर्ने थियो, छैन क्या हो। आयो यसलाई चेनलाई घुमाउँ पहिला। गाह्रो छ त्यतिले पुग्छ होला। सो बाइकको कन्डिसन पनि एकदम खत्तम भइसकेको छ। फोर त्यस्तै। अब मेन्टेनेन्सको लागि के मेन्टेनेन्स गर्नुपर्ने थियो। सो अब यहाँबाट चाहिँ हाम्रो मोटो भ्लग स्टार्ट हुन्छ। बाइक पुस्न नि भ्याएन आज, धुलै छ, वासै गर्नुपर्ने कन्डिसन छ। सो वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ। भिडियोमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यदि पुरानै हुनुहुन्छ भने लाइक कमेन्ट, मिल्छ भने सेयर गर्दा पनि प्रब्लम भएन। सो हामी यहाँबाट चाहिँ एक्सप्रेस फर्फिङ ड्राला रिसोर्ट भन्ने एउटा साइट छ, त्यो चाहिँ त्यहीँ काम चलिरहेको छ मेरो चाहिँ। सो ड्राला रिसोर्ट भने चाहिँ डल्डु फर्फिङतिरको डल्डुतिरको उसतिर पर्छ। सो त्यहाँतिरको काममा जाँदैछु। सो एभ्रिवेयर सेम वे सेम भ्लग भनेर नसोच्नु होला। अहिले बाटो चाहिँ यही नै पर्छ निस्किने बेला। सो अब यहाँबाट चाहिँ सिधै हामी बाटोमा भेट्छौँ है त। अहिले चाहिँ म कहाँ पुगेँ भनेर भन्दाखेरि सिधै देख्न सक्नुहुन्छ अगाडि माथि हाम्रो चौवारको हाम्रो छोक्ने गुम्बा। अहिले चाहिँ म यता भैँसीपाटीबाट गाउँ हुँदै यहाँ डाइरेक्ट चौवारको पछाडिको भाग मतलब मन्जुश्री पार्क त माथि नै भयो। यो कोइना एक्ज्याक्टली ठाउँलाई भन्छ चाहिँ के भनेर त थाहा भएन, कोही नै भन्छ हामी। यो जल विनायक ल हिँडेको आइदिएर मलाई। सो यो बाटोमै निस्किसक्यो हामी चाहिँ। अनि यहाँबाट चाहिँ अब हामी जाँदैछौँ कहाँ भन्दाखेरि फर्फिङको डल्डु भन्ने ठाउँमा एउटा हाम्रो ड्राला रेस्टोरेन्ट भन्ने एउटा साइट चल्दैछ। सो त्यहीँ हामी मेन्टेनेन्सको लागि, मेन्टेनेन्स होइन इन्स्टलेसनको लागि म मोनिटरिङ गर्न जाँदैछु। मैले अस्ति न अब भिडियोमा हालेको थिएँ यहाँ मान्छे बगायो भनेर होइन, मान्छे झरेको थियो अरे। यो जल विनायक यो ढुङ्गाहरू भएको ठाउँमा तपाईँहरू आइरहनेहरूलाई थाहा होला। यो ढुङ्गा भएको ठाउँमा चाहिँ तलबाट त्यहाँबाट मान्छे चिप्लेर तल झरेर पत्तो छैन। त्यो मान्छे फेला पऱ्यो कि परेन, न लास फेला पऱ्यो कि परेन त्यो पनि थाहा छैन। सो यहीँ तल हो। सो यहाँबाट चाहिँ हामी जाँदैछौँ फर्फिङ। अब यहाँबाट हामी निस्किन्छौँ माथि चौवार हुँदै आउने बाटोमा आएर यहाँनिर ट्याक्राक्क लगाएर जोडिन्छ। अब यहाँबाट चाहिँ म फर्फिङ एक्सप्रेस कुद्छु। सो हिजो अस्ति नसम्म चाहिँ हाम्रो माथिपट्टि चलिरहेको थियो भन्दाखेरि काम, अब चाहिँ यहाँबाट एकदम टाढै परिसक्यो मलाई। फेरि काम फर्फिङसम्म पुग्नु पर्ने भयो। यहाँबाट पनि फेरि अझै टाढा पनि छ साइड। एभ्रिडे सेम वे सेम भ्लग मात्र भनेर चाहिँ नरिसाउनु होला, किनकि अब ड्युटी टाइम हो। ड्युटी टाइममा सधैँ एउटै टाइममा परेर एकै ठाउँमा परिरहेको हुन्छु। सो एक हप्तामा 2 हप्तामा मात्र चेन्ज भइरहेको हुन्छ लोकेसनहरू चाहिँ। सो फोन आइरहेछ, फोन उठाउँ पहिला। मेरो के छ फोनको कन्डिसन चाहिँ, फोन आएर कस्टमरको एउटा
माछा यतिमा चाहियो त्यतिमा चाहियो भनेर बार्गेनिङ गरिदिन्छ। के गर्नु, आफूलाई आउने रेट भनिदिन्छ, आफूलाई परेको रेट भन्दा नि कम रेट भनिदिन्छ। अब के गर्नु, कस्टमरहरू पनि यस्तो हुन्छ भने व्यापार गर्न धेरै गाह्रो छ यार, बिजनेस गर्न। जेबमा पनि बार्गेनिङ गरेर आलुको भाउ जस्तो घटाउन खोज्छन् मान्छेहरू। दिमाग खराब हुन्छ कहिलेकाहीँ, झनक्क रिस उठ्छ, कन्ट्रोल गरेर बसेर भए पनि सहेर बस्नु नि पर्छ। फेरि कस्टमर भगवान् हो भन्दै चान्लाखेल आइपुगिसकेका छौँ हामी। चान्लाखेल मनमा कुरा जे खेले पनि खेल, तर आइपुग्यो हामी अहिले चान्लाखेल। दिलको गीत पनि आएन यार, तट दिल का जो हाल है वो तुझे कैसे बयां करे, कह दूं या खुद को कोई लो दिल को नका करे, दिल जो तुम्हारा है कैसा बेचारा है, माने ना बेशरम बिल्कुल खतारा है, तू करे दिल बेकरार मैं करूं क्यों तुझसे प्यार। तेल चाहिँ अति नै खर्च हुने भयो मेरो चाहिँ होइन। अफिसको कामले साइड टाढा टाढा छ, अब क्लेम चाहिँ गर्नु पर्ला जस्तो लाग्छ। यसपालि चाहिँ अलिकति तेल बढी गयो मेरो भन्दै होइन। यो एरिया चाहिँ जहिले चिसो हुन्छ, जतिसुकै घाम लागोस्। सो यहाँबाट तल गयो भने चाहिँ म खोकना पुग्छु होइन। यो खोकना जाने चाहिँ सर्टकट बाटो भयो यहाँको, मेरो मैले युज गर्ने। अब यहाँबाट पुग्नु त अन्त कता कता पनि पुगेँ होला, तर म चाहिँ यहाँबाट प्रायः खोकना निस्किनु पऱ्यो भने यहाँबाट निस्किने गर्छु। हे अब के बोल्नु भएर गीत गाइदिइरहेको छु म चाहिँ। फेरि एउटा खुरापाती सर्ट लिने दिमागमा आइरहेको छ। सानो त्यो मोबाइल ट्राइपोड लिएर आएको थिएँ नि त, गोरेला ट्राइपोड, यस्तो टक्क राखेर खिचिदिनु पर्ला यहाँ माथि चाहिँ टक्क लगाएर चाहिँ। माथि नेपालको झन्डा देख्न सक्नुहुन्छ तपाईँले। सो अहिले चाहिँ म कहाँ आइपुगेँ भन्दा भन्ज्याङ भन्ने ठाउँमा आइसकेँ। त्यो फर्फिङको ड्याम जाने बाटो भन्ज्याङ। सो फर्फिङको ड्याम यो बाटोबाट पनि जान्छ। सो यताबाट चाहिँ हामी जाँदैछौँ डल्डो। सो हामी एउटा क्लाइन्टकोमा आएको चाहिँ यहाँ माथि हो क्लाइन्ट चाहिँ। यो एरिया यस्तो दामी बबाल लाग्छ कि डाँडा नै पुरै दामी कि अर्कै भेब्स कि भेब्सम्म कि यो डाँडामा यस्तो हेर्दाखेरि। ल चाइनातिर आएको जस्तै भेब्स आउँछ कि यहाँबाट हेर्नु। योभन्दा अलिकति माथिबाट दामी देखिन्थ्यो, मोबाइलबाट खिचिदिउँ न त। डल्डु आइपुग्यो हामी। डल्डु फेरि काठमाडौँको डल्डु भन्न सोच्नु होला, यो चाहिँ फर्फिङको डल्डु हो। फर्फिङको डल्डु पुल आइपुगिसकेका छौँ। यहाँबाट देख्न सक्नुहुन्छ साँच्चै डल्लु भन्छ यो गेटको डल्लु खोला रहेछ नि त। डल्लुमा यहाँहरूलाई हार्दिक स्वागत छ। यहाँबाट चाहिँ जाउँ। अहिले चाहिँ हामी डल्लु खोला भन्ने यो फर्फिङमा पुगिसकेको छु। मैले यहाँ चाहिँ एउटा दुःख पाएर बसेको मान्छे भेटेँ, यहाँ ठ्याक्क लाएर गाडी नपाएर टक्क लाएर। हजुरलाई मैले के सहयोग गर्न सक्छु? के सहयोग गरौँ हजुर? गाडीको इन्तजार गरौँ, गाडीको बोलाउन गाडी। ल अहिले चाहिँ जस्ट हामी यहाँ माथि एउटा साइड चलिरहेको थियो। अब यहाँ पनि दाइ भेट भइसक्यो। अब अर्को अशोक दाइलाई बसिरहेछौँ। गाडीमा आउँदै हुनुहुन्छ भने चाहिँ यहाँबाट सबैलाई माथि जाने, अनि यहाँबाट हामी सबैको हाजिर जानुपर्छ आजदेखि चाहिँ। अब हेरौँ को ढिलो आउँछ आज सबलाई कारबाही हुन्छ। कहाँ पुग्यो भने हो? कहाँ पुग्यो भने हो? त्यो खरातिर पुग्यो भनेर सुनेको थिएँ। खरे भने उतातिर पऱ्यो। मलाई देखेन होला, मभन्दा पछि नै होला के हुन्छ। ल अहिले चाहिँ यहाँ डल्लुमा छ। अब यहाँबाट हामी अघि मैले तपाईँलाई देखाएको माथि ठाउँमा जान्छौँ, अनि त्यहाँनिर हाम्रो कामसाम हुन्छ, अनि कामसाम गर्छौँ। बाटोमा बसेर दृश्य हेर्दैछ। ल अशोक दाइ चाहिँ आउनु भइसकेको छ। अब यहाँ विश्राम स्थलमा चाहिँ दुईजना डगीहरू विश्राम गर्दैछन्। बस स्टप उसमा चाहिँ यहाँ एउटा दामीको धारा पनि रहेछ यार, खर्र पानी आइरहने ठाउँ। क्या दामीको ठाउँ रहेछ। ल यहाँ अशोक दाई भन्ने हिरो आइसकेको छ। सबैजना यता भेटघाट भइसकेको छ। अब हामी साइडतिर लाग्दैछौँ। यहाँबाट चाहिँ माथि भयो डल्डु। फर्फिङतिर पनि एकदम रमाइलो ठाउँहरू छ।
ट्रायङ्गल कटेज भेल्ला टाइपको ल म चाहिँ यस्तै हो। अब हेरौँ यहाँको माहौलमा भ्लग बनाउन कतिको मिल्ला नमिल्ला भन्ने कुरो भ्लग हेरौँ। भ्लग हेर्दै गर्नु होला, स्टे ट्युन बस्दै गर्नु होला। अहिले यहाँ 2-3वटा साइड छ। अब पेमेन्ट लिनको लागि म यहाँ पनि आउनु पर्ने हुन्छ। हेलो सोनाम ढोन्डोप ढोन्डोप। म यता अघिको ठाउँ यही भयो, यहाँ आएको थिएँ। यहाँ अब कामसाम अलिअलि भयो भनौँ न। अब मेरो पेमेन्टहरू यहाँ तल एउटा रिसोर्टमा पनि पेमेन्टहरू लिन जानुपर्ने आज काम दिनुभएछ। सो त्यो पेमेन्ट कलेक्ट गरेर अनि अर्को साइटमा गएर त्यो साइटमा चेक गरेर सो क्लिनिङको कामहरू गर्न मिल्छ कि मिल्दैन भनेर त्यो काम चाहिँ चेक गर्न जानुपर्ने हुन्छ म आज। त्यो चाहिँ फर्फिङ माथितिरै छ, कुलेखानी जाने बाटोतिर। सो एउटा रिसोर्ट चाहिँ यहाँनिर तल साइडमा थियो। यो रिसोर्टमा पेमेन्ट कहाँबाट छिर्ने थियो, यहाँ तलबाट जस्तो लाग्यो। यहाँबाट छिर्ने यो रिसोर्टमा थियो हाम्रो काम चाहिँ। ड्राला रिसोर्ट भनेको छ। सो बोर्डहरू त केही पनि छैन, नर्मल तरिकाले लेखेको छ। स्काई लाइट प्राइभेट लिमिटेडको चेक सिप गरिसकेको छु मैले। यो सामानहरू हाम्रो हिजो काम गरेको अलिकति बाँकी थियो, यो लगेर छोडिदिन्छु अनि त्यसपछि म अर्को साइडतिर जानु पर्ला। हेत्तेरिका पानी परेर ओट लाग्नु पर्यो। अब कतिखेर पानी रोकिने हो, कतिखेर म जाने हो, कतिखेर गएर फेरि आउने हो। अब भिज्दै जाउँ भन्यो भने त्यस्तै हो। रेनकोट छन त छ, रेनकोट ओढेर फेरि भ्लगिङ गर्न राम्रो हुँदैन। गोप्रोलाई पनि त वाटरप्रुफ छैन नि त, गोप्रो वाटरप्रुफ हुँदैन। माइक साइक जोडिरहेको छ, पानी सानी छिरिदिन्छ। पानी रोकेपछि जाउँ भनेको, खै हेरौँ अब के हुन्छ। मेरो कथामा अब के हुन्छ हेर्नै बाँकी छ। ल अहिले भेटौँला। पानी चाहिँ रोक्या जस्तो फिल भयो। सिटको पानी पुछिदिउँ अनि त्यसपछि यहाँबाट चलिदिनुपर्छ। ल अब चलिदिउँ। अलिअलि पानीमा सिमसिम पानीमा त अलिअलि त जे पनि भिजिहाल्छ नि, जे पनि भिजिहाल्छ, केही पनि हुँदैन होइन। अब धेरै पानी पऱ्यो भने मात्र हो। सो क्यामेरामा चाहिँ पानी परेको छ कि छैन अहिले पुछौँ। ल 4 लिन आयो 4। ल यहाँबाट चाहिँ अब चल्दै हामी नर्बु ग्यारी। ल यार फेरि पानी पर्न थाल्यो त। भोक पनि लाग्यो, खाजा पनि खानुपर्ने हुन्छ हामीले बाटोमा पुगेर। के खाजा खाने, कस्तो खाजा खाने भन्ने कुरो चाहिँ अब। सो एक ठाउँमा चाहिँ खाजा खाने रोटी राम्रो पाइन्थ्यो, रोटी खानु पर्ला जस्तो लाग्यो। ल बाटो चाहिँ यही हो। कुन ठाउँ भन्नुहुन्छ भने यो डल्डुमा यो गुम्बा भएको एरियाभित्र छिरेको थिएँ म। अनि यहीँ काम थियो मेरो। फेरि आउनु पर्ने हुन्छ। अहिले काम नभए पनि काम अहिले आउनुपर्ने हुन्छ। सो अहिले चाहिँ नर्बु ग्यारी भन्ने साइड जाँदैछु म। उतापट्टि साइडको कन्डिसनहरू हेर्नको लागि चाहिँ ठाउँ बबाल फर्फिङ। यहाँबाट 2 किलोमिटर फर्फिङ छ। 2 किलोमिटर उता जानुपर्ने हुन्छ। कतै पानी परेको छ, कतै पानी परेको छैन। यो फर्फिङ एरियामा चाहिँ एकदम मौसम चाहिँ बबालै हुनेवाला छैन। जहिले हुन्छ मौसम चाहिँ। अब फेरि यहाँ पानी पर्न सुरु भइसक्यो यार। ल शान्ति। धेरै ठुलो पानी पऱ्यो भने चाहिँ DJI एक्सन ओज्मो होइन के हो खोइ, DJI-को त्यो क्यामेरा अहिले जुन खतरा प्रख्यात छ, वायरलेस माइक लाग्छ, दामी छ। त्यसमा चाहिँ अब प्रब्लम हुँदैन। गोप्रोमा चाहिँ भ्लगिङ गर्नलाई चाहिँ अलिकति गाह्रो हुँदो रहेछ। सो त्यति राम्रोसँग भ्लग चले पनि छैन। त्यति राम्रोसँग चलेर मोनिटाइज भएर राम्रोसँग सोर्स इन्कमहरू भएको भए चाहिँ ग्याजेट्सहरू पनि अपडेट गर्ने, यो लिने, ओहो ड्रोन भन्ने हुन्थ्यो। अब ड्रोन पनि त्यही त हो नि। अब सेफली उडाउनु पऱ्यो। अब जताततै उडाइदियो भने जफड हानिदिन्छन्। गाह्रो छ भ्लगिङ गर्न नेपालमा। यो नेपालको रुल्स एन्ड रेगुलेसनहरू फलो गर्न पनि कहिलेकाहीँ चाहिँ दामी नै भयो। रुल्सहरू बनिरहेको जस्तो लाग्छ, कहिलेकाहीँ चाहिँ नाना थरी उस भए जस्तो पनि लाग्छ। खोइ त्यो चाहिँ अब नेपालको कानुन दैवले जानुन् भने जस्तै कानुनको उस हातहरू नै यहीँ रहेछ। ल अहिले चाहिँ हामी फर्फिङ 2 किलोमिटर भन्यो। 2 किलोमिटर त कति चाँडै फुत्त मात्र पुगे जस्तो लाग्ने कि। 1 किलोमिटर 1 मिनटमा, 2 किलोमिटर चाहिँ 2 मिनटमा आइपुगे जस्तो कि। सो यहाँबाट चाहिँ यहाँतिर त पानी परेको छैन रहेछ नि त फेरि। फर्फिङको फुटबल ग्राउन्ड आज फुटबल म्याच भएको छैन। सो आज हामी यहाँबाट जान्छौँ माथि कुलेखानी जाने बाटोतिर गयो। यहाँबाट यहीँ माथितिरको साइड हो। यहाँबाट नि कहाँ माथितिर भन्नु, यहाँबाट नि तल ओर्लेर ऊ त्यो माथि डाँडाको छेउतिर जानुपर्ने हुन्छ त म यार। होइन र के हो, होइन के हो, धेरै पछि आयो मै बिर्सिरहेको छु। यहाँबाट तल झरेर पनि हामी माथि चढ्नु पर्ने हुन्छ त यार। तेल फेरि झिमिक गर्न थालिसक्यो बाइकमा। अफिसलाई यसपालि तेल छेर्न लाउनु पर्ने हुन्छ है। दिएन भने चाहिँ तेल यसपालि मेरो बढी गएको छ यमन सर भनेर कुरा गर्नुपर्ने हुन्छ। यहाँनिर खाजा खाएर हिँड्दिनु पऱ्यो। यहाँ खाजा खान्छु, यहाँनिर रोटी पाउँथ्यो, रोटी। यहाँ रोटी खाइदिउँ। ओ यहाँनिर रोक्न मिल्ला कि नमिल्ला। अलि यस्तो गरेर यस्तो हालिदिउँ न।
यस्तो गरेपछि त कस्तो नमिल्ला होइन बाइक त फेरि गुल्टिँदैन नि यहाँबाट को हुनुहुन्छ पसलमा हेलो हेलो को हुनुहुन्छ भोक लाग्यो खाजा खाइदिउँ खाजा खाउँ भनेर बसेको पसलमा कोही नि आइदिएन कहाँ सोध्ने अब हिँड्यौँ कि चल्दिउँ कि झन् रोटी खानलाई कहाँदेखि आएको मान्छे यहाँ सोधौँ न यता होटलको दिदीहरू कहाँ हुनुहुन्छ खाजा खाउँ भनेको कोही पनि हुनुहुन्न खाजा खाउँ भनेको कोही पनि आउनु भएन भोक लागिसक्यो अन्त पसलमा भनिदिएँ मैले अब कतिखेर आउनुहुन्छ भोक लागिसक्यो त्यतिका आलु रोटी खाने आलु रोटी खाऊँ म त कुरै भए 10-15 मिनट बसेँ कोही आउनुहुन्छ कि भनेर आउनु भएन आज आउनुभयो अब चाहिँ रोटी तरकारी खाएर जानु पर्ला यहाँबाट चाहिँ हामी चाहिँ रोटी तरकारी खाऊँ के साह्रो आउनु पऱ्यो उकालोमा खाजा आइसकेको छ हाम्रो खाजा खाएर भेट्नु पर्ला है त खाजा खाइदिउँ है त एकैचोटि खाजा खाएर सिधाइसकेँ अब जान लाग्यो पानी परिदियो यार पानी परेर तनाव भइरहेको छ अब यता फर्किने कि उता जाने भन्ने नि तनाव भयो पानी परेर हेर्नु सक्नुहुन्छ डह्रो पानी परिरहेको छ पानी बगेको हेर्नु न खतरा तरिकाले पानी बगेको छ अब ऱ्याङ्कोट ओढेर जाउँ भने लगिङ हुँदैन मेरो होइन अब पानी रोक्ने जेलसम्म पर्खिने कि म यहाँबाट अब जाने भन्ने कुरो हो हेरौँ एकछिन 5-10 मिनट बसौँ फेरि यहाँबाट कहाँ जाने भन्ने कुरो उता जाउँ कि यताबाट फर्किदिउँ कि भन्ने कुरो हो हेर्छु के हुन्छ अब खाजा खाएर तन्न भएर बसिरहेको छु ल यहाँसम्म त खाजा खाना मात्र आएको जस्तो मात्र भयो सो उता चाहिँ म गइनँ यहीँबाट फोन गरेर के छ साइडको कन्डिसन भनेर सोधेँ किनकि बाटो एकदम हिलो छ पानी पनि परिरहेको छ यहाँ आएर खाजा खाएर मात्र फेरि अघिकै साइडमा फर्किनु पर्ने भयो अब त्यहीँ जाँदैछु सो मेरो माइन्डमा चाहिँ धेरै अर्कै तरिकाको सोच आइरहेको छ मन स्टेबल छैन कि अलिकति तनाव भइरहेको जस्तो लाग्छ जिन्दगीमा अब मोटो भ्लगिङ पनि छोडिदिउँ जस्तो लागिरहेछ मलाई अब लाग्न सकेन कन्टिन्यू पनि दिन सकेन मोटो भ्लग छोडेर अब आफ्नै डेली भ्लगहरू मात्र घरतिर यताउता मात्र खिच्नु पर्ला जस्तो लागिसक्यो हेरौँ अब इन्ट्रेस्टेड भयो भने फेरि कन्टिन्यू गरौँ कि भन्ने सोचेको छु अब एक्लै बसेर एकछिन धेरै बेर सोचेँ अब चाहिँ गाह्रो छ यार मोटो भ्लगको जर्नी पनि ड्याङडुङ लाएर ठ्याकठुक लाएर खिचेर हाल्दैन पाएँ भने मात्र भयो भने प्रब्लम पर्दैन थियो अब कहिलेकाहीँ दिक्क वाक्क लाग्छ यार जिन्दगी चाहिँ विरक्त लाग्छ जिन्दगी यार अब आफ्नै जिन्दगी यस्तो छ होइन सबै ठाउँ गरिखान के पनि सजिलो छैन रहेछ लाइफमा त्यही हो अब हिजोकै कुरा मेरो मनमा हिजो अब मिटिङमा अलिकति खै के भयो भनौँ अब नराम्रो भयो मलाई हिजो अफिस मिटिङ थियो नराम्रो फिल भयो सो अब आफ्नै लाइफ स्टाइल के कसरी बिताउने कसरी चलाउने भन्ने कुरामै सोचेर बसिरहेको छु म हेरौँ के हुन्छ जिन्दगीले मलाई कता घचाड्छ जिन्दगीलाई कता घचाड्छ भन्दा नि मैले जिन्दगीलाई कतातिर घचार्ने भन्ने कुरा चाहिँ अलिक सोच्नु परिरहेको छ अब बाइक त पुरै के हो तान्दै लगाएको छ त उकालोमा पुरै त्यही हो यार मेरो एक्लै मात्र जिन्दगी भए पनि फरक पर्दैन थिएन मेरो जिन्दगी सुधार्नको के अरे मेरो परिवारको जिन्दगी सुधार्नको लागि मेरो आफ्नै जिन्दगी सुधार्नु पर्ने भइरहेको छ लाइफमा माछाहरू दामी छ यार माछा हेर्ने फुर्सद पनि छैन मलाई केही गर्नै मन लागिरहेको छैन कि अहिले जिन्दगीमा मनमा त्यस्तो जोस नै आएको छैन न काम गर्छु भन्ने जोस आएको छ पुरै डाउन लो फिल गरिरहेको छु मैले आफूलाई आजकल कतै टाढा हिँड्ने जस्तो पनि लाग्छ कि बाइकमा ट्याक्क लाएर महिनौँ दिनको लागि सामान प्याक गरेर महिनौँ दिनसम्म बेपत्ता भएर हिँड्न पनि मन लागिरहेछ के खोजिरहेछ लाइफले के गर्न खोजिरहेछ भन्ने कुरै थाहा छैन लाइफले अब सधैँभरि अर्काभरिको लागि काम गरेर बस्दा नि अब त्यो सेटिस्फाइड नहुने रहेछ भनौँ न आफूले राम्रै गर्न खोजिरहेको हुन्छु अब कुन मोडमा आएर कतिखेर आफू नराम्रो योभन्दा अगाडिसम्म राम्रो भन्थ्यो अब अहिले आएर नराम्रो भयो म खतरा रहेछ यार त्यही भएर भने मलाई त पहिल्यै हो मलाई अर्को कम्पनीमा काम गर्ने भन्ने चाहिँ पहिल्यै मन मरिसकेको थियो अब यसो पारिवारिक स्थिति आर्थिक स्थिति भनौँ न पारिवारिक स्थिति होइन आर्थिक स्थिति सुधार्नलाई ड्युटी जोइन गरेको यहाँ मानसिक स्थिति बिग्रिसक्यो मेरो के हो म गाडी आयो भन्न खोजेको त बाइक पो रहेछ हराउँछ म्यान सो ल अहिले काममा गएर भेटौँ ल चाहिँ यता हामी ड्राला रिसोर्टमा काम गर्न आउँदाखेरि हाम्रो यता एकजना सिस्टरको चाहिँ भ्लग आज बर्थडे रहेछ कि उहाँ सिस्टरको चाहिँ आज बर्थडे रहेछ उहाँलाई चाहिँ अब गिफ्टले केही विस गर्न नपाए पनि ह्याप्पी बर्थडे टु यु किन लुक्नु भएको भने
बर्थडे ट्रिट दिएपछि उहाँको बर्थडेमा चिसो खुवाउनु भएको छ। सो ह्याप्पी बर्थडे टु यू। तपाईँलाई थ्याङ्क यू भन्नु न, केही भन्नु न। झन् भ्लगमा यस्तो केही भन्नुहुन्छ भनेर क्यामेरा अफ गर्नु छ। अर्को फेरि लुकेको। ह्याप्पी बर्थडे थ्याङ्क यू भन्नु न, त्यति त भन्नु ल। उहाँको बर्थडे हो आज। सबैलाई तपाईँको ह्याप्पी बर्थडेको शुभकामना। ल उहाँको बर्थडे थियो, विस गऱ्यो। अब चिया खाउँ, आज यहाँको काम सिद्धौँ, अनि अब भोलिदेखि हामी आउँदैनौँ। ल अब घर पुगेर भेट्नु पर्ला।